धनकुटाको सानो गाउँमा रामबहादुर नामका एक किसान बस्थे। रामबहादुर निकै मेहनती थिए, तर सधैँ धनको पछाडि दौडिन्थे। उनी सोच्थे धेरै पैसा कमाउन सके जीवन खुसी हुन्छ। एक दिन गाउँमा एक ज्ञानी वृद्ध आए। उनले गाउँलेहरूलाई सुनाए, असली धन त तपाईहरूको अगाडि नै छ, तर तपाईहरूले देख्न सक्नु भएको छैन। रामबहादुरले सोधे, तर म त बिहानदेखि बेलुकासम्म खेतमा काम गर्छु, अझै पनि गरिब छु, मेरो असली धन कहाँ छ? वृद्ध मुस्कुराए र भने, चेलीबेटीहरूको माया, आमा बुबाको आशीर्वाद र छरछिमेकीको साथ, यिनै त असली धन हुन्। धन त सकिन्छ, तर मायालु सम्बन्ध कहिले सकिँदैन। त्यस दिनपछि रामबहादुरले धनभन्दा परिवार र समाजलाई प्राथमिकता दिन थाले। उनी गाउँका सबैलाई सहयोग गर्थे र सबैले पनि उनलाई आदर गर्न थाले। उनको जीवन साँच्चीकै खुसी भयो। साँचो धन पैसा होइन, प्रेम, सम्मान र सन्तोष हो। तपाईहरुलाई खरो एक्सप्लेनरको कथा कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला र अर्को कथा के बारेमा सुन्न चाहनुहुन्छ र हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट मार्फत राखिदिनु होला। तपाईहरुले खरो एक्सप्लेनरको भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भनेदेखि खरो एक्सप्लेनरलाई सब्स्क्राइब गरेर साथ दिनु होला र तपाईहरुले सब्स्क्राइब गरिसक्नु भएको छ भने यहाँहरुलाई धेरै धेरै धन्यवाद। आजको लागि यो छोटो कथा यति नै। अर्को कथामा भेट्ने बाचा सहित आजको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते।